सेट के नामै मलाई अघि प्रनाउन्स गर्न छैन सो यो चाहिँ त्यस्तो सोचे जस्तो चाहिँ राम्रो लागेन ल लाली गुराँस केटा हो लाली गुराँस सजाउँ भने चम्पा चमेली सो अलरेडी गाइज भिडियो सुरु गर्नुभन्दा अगाडि हजुरको अगाडि एउटा यस्तो इन्ट्रेस्टिङ एपको बारेमा कुरा गर्दैछु जसको नाम हो मस्पेट एप जहाँ चाहिँ हजुरहरूले अनलाइन गेम खेलेर आफ्नो फेभरेट प्लेयरहरूलाई प्रेडिक्ट गरेर चाहिँ घर बसी पैसा अर्न गर्न सक्नुहुन्छ अनि मेरो प्रोमो कोड युज गर्नुभयो भने चाहिँ हजुरहरूले फर्स्ट डिपोजिटमा 150%सम्मको बोनस नेपाली 35,000सम्मको बोनस पाउन सक्नुहुन्छ सो लिङ्क तल छ डिस्क्रिप्सनमा नि छ जानुहोस् खेल्नुहोस् अनि घर बसी पैसा कमाउनुहोस् सो हेलो एन्ड नमस्ते एभ्रिवान होप यु अल गाइज आर फाइन सबैजना सन्चै आरामै हुनुहुन्छ होला म सन्चै आरामै छु सो न्यू डे न्यू भिडियो अनि टक्कसँग चाहिँ दिपेशको घरमा आएर बसिरहेको छु म अनि आज चाहिँ हामी धापड्याम कि धापड्याम होला सायद अनि दिपेशलाई कुरिरहेको छु म अहिले चाहिँ टक्कसँगले अनि हामी दुईजना कति रहन्छ हेरौँ सुरुमा दिपेश आउँछ अनि एकछिन कुरा गर्नुपर्छ अनि भेट्नुपर्छ हेर सो ल दिपेश पनि निस्किसक्यो घरबाट बाइकको तयारी कोल्टा बिस्टा हुँदैछ उसको बाइक चाहिँ है वाट्सअप सो ल अब चाहिँ हामी चट्टपाडामा निस्किनु पर्ने हुन्छ यो बाइकको आवाज आएर होला डेन्जर ठुलो क्या सो ल दिपेश पनि आइसक्यो चट्टपाडामा अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ ठाउँ किन धापड्यामले धापड्यामी मलाई प्रोनाउन्सिएसनै गर्नु कस्तो गाह्रो लाग्यो हो त्यो जाने टक्कसँग बाटो उसलाई पनि थाहा छैन मलाई पनि थाहा छैन 1 घन्टामा पुगिन्छ भनेर चाहिँ अनुमान गरेको छ सबले भने मैले हिजो सोधेको थिएँ केटाहरूलाई केटाहरू त अगाडि गइसकेको थियो नि त अनि केटाहरू चाहिँ लाइक कस्तो भन्दाखेरि आज हामी केटाहरूसँग ग्रुपमा जाने ग्रुप राइड जाने प्लान थियो धापड्यामसम्म होइन अनि केटाहरू चाहिँ लगभग 10:30मा हिँडिसकेछ हिजो चाहिँ गुड फ्राइडे मनाएको थियो हामीले गुड फ्राइडे मनाएको कारणले उठ्नु सकेन हाम्रो उठ्ने टाइम भने 11-12 बज्छ होइन त झन् नर्मल्ली केटाहरू हिँडिसकेछ भयो भने केटाहरू भेट्यो भने भेट्यो नभेट्यो भने ठिकै छ हामी जम्ला टक्क चिल पारामा अनि गिटार सितार हान्न आज गीत गाउनुपर्छ माथि धापड्याममा होइन बबाल छ होला नि त सो त्यही हो निस्क्यौँ सो अलरेडी गाइस ल निस्किन आँटेको अब चाहिँ टक्क बाइक साइक रेडी भइसक्यो मेरो त कोल्टा स्टार्ट गर्नु परेको छैन उसको चाहिँ गरेर भयो भने चेनमा मोबाइल हाल्नु चेन तिम्रो पनि सुक्खा छ मेरो पनि सुक्कै छ सो अलरेडी गाइस अहिले हामी निस्किसक्यो दिपेशको घरबाट नि हामी कताको चेकपोस्ट हुँदै जान आँटे भन्दाखेरि हामी यो सुन्दरजलको चेकपोस्ट हुँदै माथि चढ्नु आँटेको हो केटाहरू धोकेबाजहरूले छोडेर गयो हामीलाई आज यार नत्र आज ग्रुपमा जाने भन्ने कुराहरू हिजो झन् प्लान गरेको अब त्यो ठाउँ झन् जानु मन लागिरहेको थियो नि त अनि त्यस्तो प्लान गऱ्यो केटाहरू त चल्दै सकेको छ कसले नगरिकन तर केही छैन हामी पनि पुगिन्छौँ होइन ढिलो चाँडो त हो नि अहिले 1 बजीतिर निस्केका छौँ हामी 2-3 बजीतिर पुग्ला अनि 4-5 बजीतिर फर्केर बेलुका 6 बजीतिर त आइपुगिहाल्छ नि होइन घर टाढा छैन खासै भन्थ्यो खोइ ल हाम्रो ब्रदर भेटेको छ ल दामी के हो नाम के हो पदम शेर्पा ल बिग सट आउट ल लुका त मा डेन्जर फोर भयो यहाँ हामी के हो कपाल कटिङ सटिङ हान्न बाबु हिरो भएर आएछ त अनि कपाल पाल्छु भने नि तैँले ल वेलकम टु माई ब्रान्ड न्यू भिडियो दिपेशै पत्तिर गयो तँलाई देखेन नि त मैले देखिसकेको तँलाई त्यहाँ रोक्यो हो क्या ए त त्यहीँ थिइस् ए सो अलरेडी गाइस बताउनु बाटो भने मात्रै हो यसलाई नि पिक गरिसक्यो अशोकलाई पनि यसलाई नि पिक गऱ्यो अरे अब चाहिँ हामी जान आँटे गिटार सितार बोक्यो अरे माथि अब धापड्याममा चट्ट गीत होइन बवाल दामी हान्नुपर्छ अब बताउने बाटो भने मात्रै हो त्योहरू बटाइदिउँ न अलिकति त होइन बटारौँ न यसमा 100 हान्नु केही गाह्रो छैन बाटोमा त्यहाँ भयो नचलाउँ यार आज चलाउने मुडै छैन क्या मलाई त्यस्तो किन डर लागिरहेको छ चलाउँदाखेरि नि धापड्याम लेखेर चाहिँ 22 किलोमिटर यहाँदेखिबाट 22 किलोमिटर यहाँ हो कहाँ नजिक 22 किलोमिटर कति हो साइडमा थिएछ नि उयो हो पेट्रोल पम्प त ल भयो यसमा 200 हालिदिनु अनि त्यसमा 300 हालिदिनु यहाँ 200 को त्यहाँ 300 को हाल न मेरोमा छ क्या अलरेडी नै यो धापड्याम कि के जानलाई यहाँबाट सिधै हो पैसा दिइसक्यो सो यहीँको हाम्रो सब्सक्राइबरहरू अगाडि हिँड्दा छ जस केटाहरूले हेल्प गर्छ अब यहाँदेखि बाटो देखाइन्छ उनीहरूले त्यस युट्युब खोलेपछि चाहिँ पाएको भन्ने कुरा यही हो क्या बढी जस्तो पायो भन्ने साथ पाएँ माया पाएँ होइन त्योभन्दा अरू के चाहिएर सो केटाहरूले चाहिँ बाटो देखाएर छ हामीलाई हामी बाटै हरायो भनेको यार अगाडि स्क्रोलवालाको केटाहरूले देखाएर छ बाटो जे होस् उनीहरूलाई फलो गर्दै हिँड्न हामी एउटा छुट्टिन्छ नि त है ल नाम के हो तिम्रो ल 2 जनालाई बिग सर्ट है ल ल पछि को आइरहनु भएको थियो एउटा ल 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
ए उही हो साथी हो मेरो हो खै थाहा मैले यादै गरेन ए बिचरा है ल गएको ल ल बिग सर्ट आउट केटाहरू ल धेरै माया छ ल बिचरा यहाँसम्म आयो पुऱ्याउनुलाई यार सही खुसी लाग्यो यार केटा हो दामी केटाहरूको लागि एक लाइक बनताए सो अलरेडी गाइज हामी चाहिँ टक्क यो ओभर टपमा आइसक्यो कागेश्वरी मन्दिर छ अरे कागको मन्दिर छ अरे कागको स्ट्याचु छ अरे क्या हो त्यो ठाउँमा आइपुगिसक्यो यहाँदेखि ओभर हाइटमा क्या यो यहाँदेखिबाट चाहिँ अफरोडिङ सुरु रहेछ ठ्याक्कै यो मन्दिरको लागि चाहिँ पिच गराएको छ यो मान्छेहरूले त्यहाँदेखिबाट चाहिँ यहाँ चाहिँ अफरोडिङ सुरु तर ठिक टाइममा पुग्छ नि हामी भाइ आज ठिक्क टाइममा पुग्ने रहेछ नि त आज हामी सही हो यहाँदेखिबाट 15 किलोमिटर रहेछ त्यहाँ बोर्ड देखिसकेको थियो हामीले अफ रोड के अरे कस्तो रोड भन्थ्यो अफ रोड लिड्स टु ब्युटिफुल डेस्टिनेसन कि के भन्थ्यो त इङ्ग्लिस फेरि खासै आउँदैन होइन सो आज नि हामी जङ्गलबाटै हिँड्ने जस्तो भयो तर मान्छेहरू चाहिँ ओभर क्राउड छ आज त मान्छेहरू टन्नै छ है हामी अब ढाब ड्याम पुग्न धेरै टाइम त छैन यहाँ त चिसो हावा चलिरहेको छ ओभर हाइटमा आइसक्यो ल दिवेश त डेन्जर कुदाउनु भएछ त के हो अफरोडमा हाम्रो बेरिङ फेरि थाहा छ तँलाई अस्ति भर्खर सब बेरिङ ढुट्टो भयो आज है बाटो डेन्जर छ नि तर यस्तै बाटो हिँड्नु मजा आउँछ नि त फेरि बेरिङ गयो त बनाउँला नि फेरि के छ र होइन यो नेसनल पार्क रहेछ यो पुरै शिवपुरी छुने रहेछ नि त शिवपुरी पनि डेन्जर ठुलो रहेछ नि शिवपुरी पनि डेन्जर ठुलो रहेछ है सर अझै पनि आइपुगेको छैन यार डेन्जर टाढा रहेछ हौ केटा हो यार त्यही अफरोडिङले एउटा टाढा लाग्यो क्या पिच भए त्यही टाढा लाग्दैन थियो अफरोडिङ यस्तै हो बाटो अब के हुन्छ यार सो त अब चाहिँ 8 किलोमिटर रहेछ यहाँदेखिबाट त्यहाँबाट ठ्याक्कै छुट्टिने पोइन्ट रहेछ है सो ल चाहिँ हामी यहाँ निस्किसक्यो सेम यहाँ त मलाई यार कस्तो दामी क्या एमाजोनतिरै यो जङ्गल सफारी गर्ने रोडै जस्तो छ है यो चाहिँ हामी त धेरै टपमा आइसक्यौँ डेन्जर टपमा आयो भने साँच्ची भने यार कुदाम आऊ कुदाम झन्डै उछिट्यो यार ढाब ड्याम एसएसएस रोड एन्ड इन्भाइरोमेन्टल प्रोटेक्सन ओर कन्ट्र्याक्ट आइडेन्टिफायर के भनेको छ सो हामी आइसक्यौँ ढाब ड्याम पनि ओभर हाइटमा रहेछ यो चाहिँ बागमतीको हो अरे भन्नु भन्छ बागमती खोला बग्ने यहीबाट भयो नि त के हो हेरिदिउँ न यहाँ राखिदिउँ दिवेश पार्किङ सो अलरेडी गाइज हामी टक्कसँग ढाब ड्याम पनि आइसकेको छौँ अनि पछाडि हेर्नुहुन्छ ढाब ड्यामको भ्यू डेन्जर दामी फेरि बागमती के भनेर भन्दा थियो कि बागमतीमा जान्छ अरे यो त्यो ड्याम चाहिँ बागमतीमा जाने ड्याम रहेछ त्यो दामी छ अनि यो मात्रै भ्यू होइन यतापट्टि नि देखाइदिनु एउटा अगाडि देख्ने सो अलरेडी अल्छ निस्किन आँटेको यहाँदेखि हेर्नु सक्नुहुन्छ त्यस्तो ठुलो छैन यो ड्याम त हो रे जब अनि हामी चाहिँ पोखरा घुमेर आएकोहरूलाई चाहिँ त्यस्तो ठुलो लेक हिँडे जस्तो लाग्दैन ड्याम मात्रै ठिकै छ हामीलाई त आर्मीहरूले गर्दाखेरि गीत सित पनि गाउनु पाएन गीत गाउने दामी सोच्थ्यो मस्त बस्यो अरे यहाँ पनि भ्यू त दामी आउने रहेछ भाइ दिपेश आयो सो अब चाहिँ फर्किन्छौँ अघिको बाटो त होइन त्यो बाटो अब एउटै जाँदा नि आउँदा नि के देखाइरहनु अब अलिकति तल गएर भेट्नुपर्छ मेन पोइन्ट भयो त एउटा यहीँ रहेछ टिपा केटा हो ए डेट गाडी छ नि ल लालीगुराँस केटा हो लालीगुराँस
लाली गुराँस सजाउँ भने चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली त्यो चाहिँ तल नाचिरहेको